हेलो नमस्ते, हाम्रो सुर्खेत अफिसल च्यानलमा स्वागत छ। आज हामी यो नयाँ घर बनेको फ्ल्याट हेर्नको लागि आएको छौँ हैन। अब फ्ल्याट चाहिँ म सिधै तपाईहरुलाई गेट भित्रबाट देखाइरहेको छु। यस्तो छ, तपाईको यो पुरै उता बाहिरको गेट भयो। यहाँ कारहरु बाइकहरु पार्किङ गर्न मजाले मिल्छ। बाहिरको स्पेस यस्तो छ अनि यहाँबाट सिधा भित्र छिरिसकेपछि यो पार्किङ हो। यो सुरुमा पार्किङहरु आउँछ अनि फ्ल्याट चाहिँ फर्स्ट फ्लोरमा छ। अब के कस्तो छ म तपाईहरुलाई पुरै देखाउन गइरहेको छु। अनि भर्खर नयाँ बनेको घर है यो चाहिँ, कोही पनि बस्नु भएको छैन। एकदमै नयाँ बनेको घर हो यो। फर्स्ट फ्लोरमा छ है फ्ल्याट चाहिँ। यतापट्टि यस्तो यो जुत्ताहरु राख्ने र्याकहरु यो भयो तपाईहरुको लागि। यो जुत्ताहरु खोलेर टक्कसँग यहाँ राख्न सकिन्छ। यता माथिबाट भर्याङ जाने भयो। यो चाहिँ सेपरेट नै रहेछ हैन, यो चाहिँ सेपरेट भयो। अनि सुरुमा जाँदाखेरि यो किचन आउने रहेछ। किचन अनि किचनमै तपाईको यो लिभिङ हल रुम छ। यहाँ एकदम ठुलो साइजको छ। यो तपाईहरुलाई म किचनको देखाइरहेको छु। अनि यो धुवा जाने ठाउँहरु, र्याकहरु, यस्तो राख्ने ठाउँहरु, फ्रिजहरु राख्न सकिन्छ। यहाँ पानी आउँछ बेसिनमा। यो किचन भयो। त्यसपछि किचनको साइडमा यो लिभिङ रुम रहेछ। तातो पानीको व्यवस्था छ हाम्रो। ए हजुर। अनि टोयलेट यतापट्टि यो टोयलेट बाथरुम कमन यस्तो छ टोयलेटहरु। यो टोयलेट भयो। त्यसपछि बेडरुम, यहाँ दुईटा बेडरुम हैन, एउटा बेडरुम यतापट्टि छ। यतापट्टि पनि यो दराजहरु राख्नको लागि राम्रो हुने रहेछ। त्यसपछि यो यतापट्टि कौसी पनि छ। यो बेडरुमको मास्टर बेडरुम रहेछ। अनि कौसी यो भयो। अनि उतापट्टि यो बेडरुम छ। उतापट्टि बेडरुम पनि कौसी त्यही हो। अनि यताको वातावरणहरु यस्तो छ, एकदमै शान्त अनि आनन्द खालको वातावरण रहेछ। यहाँ हल्लासल्ला हुँदैन। जस्तै यो कोलोनी साइजको कोलोनी जस्तै तपाईको यो रुम रहेछ यता घर चाहिँ हैन। बस गाडीहरु धेरै नकुद्ने शान्त वातावरण भएको। यो मैले तपाईहरुलाई प्राय कौसी देखाएँ। अनि अर्को बेडरुम, यो दुईटा बेडरुम, एउटा हल, एउटा किचन रहेछ। अनि त्यसपछि दुईटा टोयलेट बाथरुम यो भयो हैन। उतापट्टि खोलिदिनु त तपाईले। अनि यतापट्टिको बेडरुमको कौसी यो भयो। अझै त्यहाँ तल यो बेडरुमको कौसी यो भयो। उतापट्टिको बेडरुमको कौसी मैले तपाईहरुलाई देखाइसकेँ। यो यतापट्टिको बेडरुमको कौसी भयो। अनि साथसाथै तपाईको यहाँ चाहिँ एट्याच टोयलेट बाथरुम छ है। यो बेडरुममा चाहिँ खोलेर देखाइदिँदाखेरि पानीहरु के कस्तो आउँछ। यो छ एकदमै लग्जरियस पाराको घर छ हैन। अब भर्खर नयाँ बनेको घर हो। अनि यता यो बेसिन यहाँ छ, ऐनाहरु सबै नै छ। पानीहरु चाहिँ अब 24 आवर्स सुविधा नै रहेछ। एकदम ठुलो साइजको रहेछ है यो टोयलेट पनि, टोयलेट बाथरुम। यही नै हो, तपाईले हेरिहाल्नुभयो। यो लोकेसन भनेको चाहिँ बालाजुमा पर्छ। अनि दुईटा बेडरुम, एउटा हल, अनि एउटा किचन प्लस दुईटा टोयलेट बाथरुम हो यो। अनि बालाजुदेखि थोरै भित्रपट्टि पर्छ यो चाहिँ। अब यसको भाडा सोधेर आउनु। 28,000 हो भाडा। 28,000 राख्नु भएको छ। हस्, थ्याङ्क यू, धन्यवाद। इच्छुक र चाहिएको व्यक्तिले चाहिँ हाम्रो डिस्क्रिप्सनमा नम्बर हुनेछ, त्यसमा कन्ट्याक्ट गर्नु होला। एकदम लग्जरियस पाराको फ्ल्याट बनाउनु भएको रहेछ। अनि कोही पनि बस्नु भएको छैन। अब सुविधा सम्पन्न छ, एकदमै राम्रो छ। फर्स्ट फ्लोरमा घामहरु मजाले लाग्छ। हस् त, थ्याङ्क यू, धन्यवाद। इच्छुक र चाहिएको व्यक्तिले हाम्रो डिस्क्रिप्सनमा कन्ट्याक्ट नम्बर हुन्छ, त्यसमा कन्ट्याक्ट गर्नु होला। हस् त, धन्यवाद।